वेलकम। म चाहिँ खाना खाँदैछु। मलाई एकदम भोक लागिसकेको छ हो। म चाहिँ एकदम भोक लागेको छ अनि मैले बनाएको खाना हो। यहाँ हेर्नु न यस्तो मिठो देख्दैछ, सिम्पल छ तर मिठो देख्दैछ। आलु र कोपीको सब्जी अनि यहाँ चटनी छ। चटनी चाहिँ मेरो फेभरेट हो, टमाटरको आइटम चाहिँ मेरो फेभरेट हो। टमाटरको चटनी, टमाटरको अचार इज माई फेभरेट। अनि यहाँ सिकुडेको माछा छ, सिकुडे माछाको अचार। अनि म खान्छु हो, कस्तो छ तपाईँहरूलाई भन्छु ल। अनि मलाई भोक लागेको एकदम साह्रो परेछ कि म खाएर हेर्छु ल कस्तो छ ल। वाह वाह वाह, एकदम टेस्टी छ। यो चाहिँ मैले आफै बनाएको खाना हो, सिम्पल खाना, अर्ग्यानिक। एकदम मिठो छ, एकदम मिठो छ हो। तपाईँहरूलाई चटनी को कोलाई मनपर्छ? म चाहिँ देब्रे हातले खान्छु अनि तपाईँहरू देब्रे हातले खानु हुँदैन होला। रहेछ के मैले खाना खाइसक्छु होला यत्रो भरे डबल पो खान्छु, यति खाना छ। म यो खाना खाइसक्छु होला। अर्को नि पिरो रहेछ, पिरो। मिठो छ, एकदम एकदम मिठो छ। पिरो छ, ओ माय गॉड, पिरो। मर्नेछ पिरोले मर्नेछ है। यो सिकुडे माछा चाहिँ साह्रो पिरो रहेछ नि, सिकुडे माछाको अचार। तपाईँहरूको फेभरेट के हो? सब्जीबाट फेभरेट के हो भन्नु त कमेन्ट गर्नु ल। टमेटोको अचार चाहिँ मेरो फेभरेट हो नि। टमेटोको अचार, टमेटोको चटनी। मलाई चाहिँ एकदम भोक लागेको थियो नि त, बिहानदेखि खाएको थिइनँ, बिहानदेखि खाएको थिइनँ नि त मैले। खाना त खाइसक्नु जस्तो छ त, खाना त मैले खाइसक्ने रहेछु होइन। यो भात अर्केर मर्ने, सिम्पल अर्ग्यानिक मिठो छ। तपाईँहरू यसै बनाएर खानु ल, जस्तो खाए पनि भात खाएको हुँदैन नि, भात लबर हो। रामै छ। अर्को नि अर्केर मैले खाइसकेँ, मैले खाइसकेँ। खाइसकेँ मैले चाहिँ हो। भिडियो हेर्दैमा धेरै धेरै धन्यवाद। मलाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज। अनि बाई बाई अल, थ्याङ्क यू सो मच फर हेर्दैमा धेरै धेरै धन्यवाद। बाई बाई।